देख्न सक्नुहुन्छ यो भाँडा अनि यो कराई चाहिँ यति धेरै कालो छ। यसलाई चाहिँ मैले टल्काएर यस्तो बनाउँछु। यो चाहिँ स्टिल जुटले या जुटले केहीले पनि बनाएको होइन। यो चाहिँ तपाईहरुले जुन चीज चाहिँ त्यसको भित्रको युज गरेर बाहिरको चीज चाहिँ फाल्नुहुन्छ नि हो त्यो फाल्नेको चीजबाट चाहिँ मैले यसरी टल्काएको छु। सो यसको लागि चाहिँ भिडियो पुरा हेर्नु होला अनि तपाईहरु पनि ट्राई गर्न सक्नुहुन्छ। म चाहिँ यता बिहानको सब्जीको लागि काट्दैछु इस्कुस, आलु अनि यता बुढा चाहिँ यता सब्जी पकाउनु हुँदैछ। यो चाहिँ सुँगुरको मासु बोडी मिक्स गरेर बनाउनु हुँदैछ अनि इस्कुस चाहिँ काट्न आउँदैन नि त बुढालाई, झ्याउ मान्नुहुन्छ किनभने यसको चोपहरु एकदमै लाग्छ नि त हातमा। अनि म चाहिँ यसलाई पानीमा डुबाएर काट्छु, त्यही भएर यसको चोप लागिहाल्छ नभए त। अनि यसरी काटिसके आलु इस्कुस काटेर यसलाई मजाले धोइ पखाली गरे। अनि आज चाहिँ म सिलबट्टामा यसरी मसलाहरु पिस्दैछु। जिरा, धनिया, लसुन, अदुवा हालेर यसलाई मजाले सिलबट्टामा पिसिदिए। अहिले त मिक्सरहरु भएपछि मिक्सरमा नै पिस्न सजिलो भइ नै हाल्छ, तर यो सिलबट्टामा पिसेको चाहिँ टेस्ट नै अर्कै हुन्छ नि त, मिठो खालको हुन्छ। त्यही भएर यसरी पिसेर रेडी गरेको छु आज चाहिँ मैले। अरु खाना सब्जी दालहरु चाहिँ बुढाले बनाउनु भएको छ अनि यो इस्कुस र आलुको सब्जी चाहिँ आज मैले बनाउँदैछु। अनि यता तोरीको तेल हालेर मजाले खारिसकेपछि त्यसमा प्याज हालेर एकछिन फ्राई गरिदिए। आलु र इस्कुसलाई पनि यसमा हालेर एकछिन फ्राई गरिदिन्छु। अनि अघि पिसेर राखेको मसला अनि एउटा टमाटरलाई पनि काटेर हालिदिन्छु यसमा। अनि बेसार अनि स्वाद अनुसार नुन अनि पिरो खानुहुन्छ भने पिरो पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ यो नानी बाबुलाई पनि दिने भएर यसमा मैले पिरो चाहिँ हालेको छुइनँ। अनि यसलाई मजाले मिक्स गरेर छोपेर पाक्नको लागि छोडिदिन्छु। त्यतिन्जेलसम्म म चाहिँ यता यो भाँडाहरू मोल्छु। सो तपाईहरु पनि हेर्नु होला यस्तो भाँडालाई चाहिँ मैले टल्काएर कस्तो राम्रो बनाइदिन्छु भनेर, कस्तो मजाले यो चाहिँ टल्किन्छ है। अनि यस्तो भएको चाहिँ यो भाँडाहरू चाहिँ यो चाहिँ कराई भयो भने यो चाहिँ भाँडा, यसमा चाहिँ अन्डा उसिनेको यो धन कालो न कालो भइसकेको थियो क्या, यसलाई स्टिल झुटले घोटेर यतिको भएको हो। अनि अझै यो नगइसकेपछि चाहिँ मसँग चाहिँ छ यो तेलको प्याकेट। यो तेलको प्याकेटले पनि यस्तो मजाले टल्काउने रहेछ भाँडा। कतिजनाले त युज गर्नुहुन्छ होला, कतिजनाले त थाहा पनि छ होला। मैले चाहिँ यसको तेल खनाएर अनि यसलाई काटेर यसरी गरेको छु। अनि यसमा अलिअलि तेल त छ तर यसैमा नै मजाले साबुन लगाइदिने। अनि मजाले साबुन लगाइदिसकेपछि अनि भाँडा चाहिँ मजाले घोट्नुपर्ने हुन्छ। एकदमै बल लगाएर मजाले घोटिसकेपछि चाहिँ यति मजाले टल्किने रहेछ यो भाँडा चाहिँ। मैले चाहिँ यो सेकेन्ड टाइम युज गर्दैछु। मैले फर्स्ट ट्राई गरेको थिएँ, कराई यस्तो मजाले टल्केको थियो कि। अनि मैले यो भाँडा र यो कराईमा पनि ट्राई गरेको छु फेरि। यसमा चाहिँ साबुन लगाएर यसरी मजाले घोटिसकेपछि चाहिँ देख्न सक्नुहुन्छ कति कालो यसको मैलाहरू निस्किन्छ भनेर। अनि सुरुमा त मैले ट्राई गर्छु, अब राम्रो छ भने हजुरहरूसँग पनि मैले सेयर गर्छु नि त। अनि त्यही भएर मैले फर्स्ट ट्राई गरेको थिएँ, एकदमै मजाले टल्किएको थियो कराई चाहिँ। अनि त्यही भएर हजुरहरूसँग पनि सेयर गरौँ न भनेर। कतिजनालाई त थाहा हुन्छ, कतिजनालाई थाहा हुँदैन नि त। अनि यो भिडियो मार्फत पनि धेरैजनालाई थाहा हुन्छ, धेरैजनालाई हेल्प हुन्छ भनेर मैले यो भिडियो हजुरहरूसँग सेयर गरेको छु। अनि देख्न सक्नुहुन्छ यसको रिजल्ट यस्तो मजाले टल्किएको छ। त्यस्तो कालो भाँडा थियो यो कराई र भाँडा चाहिँ एकदम मजाले टल्किएको छ। सो तपाईहरु पनि एकपल्ट ट्राई गर्नुहोस् है त। अनि यो भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र भिडियो चाहिँ पुरा सेयर पनि गरिदिनु होला ताकि अरूलाई पनि हेल्प होस् भनेर। यतिन्जेलसम्म यता सब्जी पनि पाकिसकेको छ।